नेपालका 10 ठूला शहरहरूमध्ये एक कोशी प्रदेशमा अवस्थित एउटा सानो तर अत्यन्त जीवन्त शहर हो इटहरी। आज जहाँ तीव्र गतिको जीवन, फराकिला सडक र व्यापारिक चहलपहल देखिन्छ, कहिले यही क्षेत्र जंगल, नदी र शान्त बस्तीहरूले घेरेको थियो। भनिन्छ इटहरी कहिले यात्रुहरूको प्रमुख विश्राम स्थल थियो। कोशी र सुनकोशीतर्फ जाने यात्रुहरू यहाँ रोकिन्थे, थकाई बिसाउँथे र फेरि आफ्नो यात्रामा अघि बढ्थे। समय फेरियो, रेलवे लाइन आयो, सडकहरू बने र इटहरी बिस्तारै पूर्वी नेपालको प्रवेशद्वार बन्दै गयो। यहाँ पहाड, मधेस र तराई तीनै संस्कृतिहरू एक अर्कासँग घुलमिल हुन्छन्। आज इटहरी केवल एउटा शहर होइन, यो मेहनत, व्यापार र सपनाहरूको संगम हो, जहाँ हरेक बिहान नयाँ अवसर बोकेर आउँछ र हरेक साँझ संघर्षका कथाहरू सुनाउँछ। इटहरी अतीतका जरासँग जोडिएको र भविष्यतर्फ तीव्र गतिमा अगाडि बढिरहेको शहर।